एक ठाउँदेखि अर्को ठाउँमा नेपालभित्र एक ठाउँदेखि अर्को ठाउँमा लान्छ भने 10 वर्षदेखि 10 वर्ष कैद र 50,000 रुपैयाँदेखि 1 लाखसम्मको जरिमाना र बालबालिकालाई यो 10 वर्षदेखि 12 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिमाना गर्ने हाम्रो ऐनमा हुनेछ। सोही अनुसार पनि कार्यान्वयन हुन्छ यो है। यो जुन मानिस ओसार पसार गर्ने मानिसहरू छ त्यस्ता अपराधीहरूलाई नियन्त्रणको लागि नेपाल सरकारले बनाएको कानुन अनुसारको यो सजाय र दण्ड हो। यहाँ फेरि अर्को छलफल आएको छ, मानव बेचबिखन तथा ओसार पसार अपराधबाट को पीडित हुन सक्छ, अर्थात् हामीलाई कसले बेच्न सक्छ, कस्ता खालका मानिसलाई चाहिँ हामीले बेच्न सहज हुन्छ भन्ने कुरालाई छ। यो कुरालाई पनि मैले छलफललाई पनि जोड्दिनँ, म त पक्षले अगाडि बढेँ। अब अहिले प्रश्न फेरि त्यसको उत्तर यही भएको कारणले गर्दाखेरि म तपाईँहरूसँग धेरै छलफलको समय लिन। त्यसको इच्छाले जुनसुकै कामहरू गरेर सक्ने त्यसलाई धम्की लासमा राखेर त्यसलाई काममा लगाइन्छ भने त्यसलाई वास्तवता भनिन्छ। अन्तर्देशीय सङ्गठित अपराध हो। यो भनेको नेपालमा मात्रै नभएर विदेशको विभिन्न ठाउँमा होइन, नेपाल, कुवेत, दुबई, मलेसिया, भारतको जम्मै भइ नै हाल्यो, अमेरिका जस्ता देशहरूमा पनि यसको सङ्गठित रूपमा यसको अपराध भएको पाइन्छ। र विशेषतः यो बहुआयनिक भनेको यसले चाहिँ फरक फरक किसिमबाट अपराध गरेको पाइन्छ अथवा ओसार पसार गरेको पाइन्छ। अब मानव बेचबिखन भएकालाई के प्रयोग गरिन्छ अथवा मानव बेचबिखनलाई चाहिँ किन गरिन्छ, मानिसलाई किन किन्ने र बेच्ने काममा चाहिँ बढी प्राथमिकता गरेको पाइन्छ भन्दाखेरि यहाँनिर 3-4 पोइन्ट छ। फोर्स लेबर भनेको छ, भनेको त्यसलाई चाहिँ जबरजस्ती काममा लगाउनको लागि मानिस किनेर बेच्ने गरिन्छ। काममा आवश्यक परेको भन्दा माथि मान्छेलाई बेच्ने गरिन्छ अथवा किन्ने गरिन्छ। त्यसै गरी सेक्सुअल एक्सप्लोइटेसन भनेको उसलाई चाहिँ आफ्नो यौन क्रियामा चाहिँ संलग्न गराउनको लागि पनि गरिन्छ, स्क्यानिङ गर्नको लागि। पछिल्लो समयमा आएर नेपालमा अथवा भन्नु अरू पनि देशमा कम्प्युटर टेक्नोलोजी जान्ने मानिसहरूलाई चाहिँ सस्तोमा किन्छन्, कुनै ठाउँमा लागेर राखेर त्यसलाई चाहिँ भ्याक्युमदेखि लिएर आएर होइन अरूलाई चाहिँ यो अनलाइन ठगीमा तिनीहरूलाई चाहिँ प्रयोग गरेर कम्प्युटर जाने मान्छे अनलाइन ठगी चाहिँ यो व्यक्तिहरूलाई राखेर कुनै सीमित एरियामा राखेर त्यो काममा यिनीहरू लगाउने गर्छ। जबकि त्यो बाहिर कुराहरू केही दिन थाहा भई बस काम मात्र लगाउने गरिन्छ। अनि फोर्स म्यारेज विवाहको लागि पनि फोर्स म्यारेज गरिन्छ र अर्गन ट्रान्सफर अङ्ग प्रत्यारोपण गर्नको लागि पनि मानिसहरूको किनबेच गर्ने गरिन्छ। मानव तस्करीको पनि चाहिँ गैर कानुनी रूपमा कुनै पनि व्यक्तिलाई अन्य मुलुकमा लैजाने होइन, अन्य मुलुकमा लैजाने मानव तस्करी भनेको चाहिँ अन्य मुलुकमा लैजाने भनिन्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैर कानुनी वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक वा विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झुटा कागजात बनाए वा झुक्काएर विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थान बाहेक अन्य मुलुकमा गैर कानुनी रूपमा नभएर कानुनभन्दा बाहेक त्यो विपरीत काम गरेर मानिसलाई एक ठाउँदेखि अर्को ठाउँमा अथवा विदेशमा लैजान्छ भने त्यसलाई मानव तस्करी भनेर भनिन्छ। विदेशमा लैजाने कार्यलाई चाहिँ मानव तस्करी भनेर भनिन्छ। अब यससँग सम्बन्धित कानुन पनि छ, पनि भनिसकेको छु मैले है। मानव बेचबिखन नियन्त्रण ऐन 2064 छ। त्यस अनुसार चाहिँ यदि त्यस्तो कार्य गर्ने मान्छे छ भने उसलाई कानुनको दायरामा ल्याउनै पर्छ होइन। कानुनको दायरामा ल्याउन सकिएन भने भोलि त्यस्ता खालका अपराधहरू धेरै बढ्न सक्छ, जसले लागि हामीलाई ठुलो चुनौती हुन सक्छ र समस्या आउन सक्छ। त्यसका लागि नेपाल सरकारले बनाएको नियम ऐन अनुसार चाहिँ सजायको पनि व्यवस्था रहेको छ, जसले गर्दाखेरि मानिस किन्ने वा बेच्नेलाई 20 वर्षसम्म कैद र 2 लाख रुपियाँसम्म जरिमानाको व्यवस्था गरेको छ, जसले चाहिँ मानव बेचबिखन गर्छ अथवा ओसार पसार गर्ने काम गर्छ। त्यसै गरी वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 50,000 रुपियाँदेखि 1 लाख रुपियाँसम्म जरिमानाको व्यवस्था गरेको छ। कानुन बमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्ने अथवा अङ्ग प्रत्यारोपण गर्ने कार्य गरेमा 10 वर्ष कैद र 2 लाख रुपियाँदेखि 5 लाख रुपियाँ हरेक कुरामा तपाईँको
जस्तै मानिस भइसकेपछि मानिसले पाउनुपर्ने सामान्य अधिकारहरूलाई मानव अधिकार भन्छ। त्यो मानव पोसाक गर्दै बाहेक त्यो अधिकारहरू हनन भएको पाइन्छ। अब मानव बेचबिखनको उसापोसाको परिचय के कार्य गरेर मानव बेचबिखनको दाबी सापसा अथवा अपराध हुन्छ त भन्ने कुरालाई म जोड्न चाहे। मानव बेचबिखन तथा उसापोसा नियन्त्रण 2064 ले के भन्छ त भन्दाखेरि किन्ने वा बेच्ने उद्देश्यले विदेशमा लैजाने वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले नेपालको एक ठाउँबाट अर्को ठाउँमा अर्को ठाउँमा लाँदै गर्दाखेरि अथवा विदेशमा पनि लैजाँदै गर्दाखेरि मानव बेचबिखन भएको मानिन्छ अथवा उसापोसाक भएको मानिन्छ। अनि कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने गरिन्छ। कुनै प्रकारको फाइदा लिनु वा नलिनु पनि हुन सक्छ। यसमा वेश्यावृत्तिमा लगाउने हुन सक्छ। प्रचलित कानुन बमोजिम